समाजसेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय सुकुमाया फाउन्डेसनकी प्रमुख सुकुमाया मोक्तान र तामाङ आवाजको टोली सर्लाही जिल्ला हरिवण नगरपालिका वार्ड नम्बर 2 लालभित्ती पुग्दा माइलीको घरको अवस्था दयनीय देखिन्थ्यो। 5 वटा खाँबोको भरमा जेनतेन अडिएको एउटा सानो टहरो ढल्नै लागेको लिस्नुबाट होसियारी साथ उक्लिएपछि देखिने परालको ओछ्यान, सिरानी र ओड्ने, यत्र तत्र छरिएको जुठा भाँडा, फरियाबाट बनाइएको हावा, घाम र पानी छेक्ने बार, अनि छेउैमा टोलाइरहेकी माइली र हाँस्दै गरेकी माया। यो घरको दुरावस्था कसरी भयो भनेर सोध्ने पनि कसलाई। निकै चलाक र हँसिले 9 वर्षीय छोरी छिन् माया। उनलाई यी सबै कुरा हेक्का हुने कुरै भएन। अनि अहिले डोल किन्दिनु भन्दै थियो नि, किन किन्नु भनेको? पानी तान्नु। पानी तान्नु? डोल दिँदैन मान्छेले। मान्छेले डोल दिँदैन? अनि मायाले पनि तान्नु सक्छ? मायाले पनि सक्छ। घर चाहियो है। अनि मायालाई आफ्नो आमाको कति धेरै माया लाग्छ? धेरै लाग्छ। धेरै माया लाग्छ? अनि आमाको नाम के हो? माइली। माइली? आफ्नो एक टुक्रा पनि जमिन, घर र सम्पत्ति नभएको माइलीको परिवार मागेरै जीविकोपार्जन गर्दै आइरहेको छ। अनि मायाहरूले यो खानाहरू अस्ति बिहाबाट ल्याएर खाएको भन्दै थियो नि, यहाँ पकाएर खान्छ कि नै? पकाएर खाँदैन? पकाएर खाँदैन, यो यहीँ खान्छ। अन्तैबाट ल्याएर? हो, पुलाउ पनि पकाउँछ, त्यहीँ खान्छ हामीले। यहाँ त ल्याउँदैन, कहिले ल्याउँछ। यहाँ पकाउँदैन? तपाईँले पनि भन्नुहोस् न त, यो खानेकुराहरू कहाँबाट लिएर आउनु भयो? गाउँकै मानिसको जमिनमा बनेको अस्थायी टहरोमा माइली र मायाको गुजारा चलिरहेको छ। गाउँका सबै मानिसले माइली र मायाको दुरावस्था देखेका छन्। तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मूल नाराका साथ सन् 2005मा स्थापना भएको प्रवासी तामाङ समाज कतारले सुकुमाया फाउन्डेसन मार्फत माइलीको घर बनाउन पहिलो चरणमा 50,000 रुपैयाँ सहयोग गरेको छ। त्यस्तै मायाको विद्यालय सपना पूरा गर्न सुकुमाया फाउन्डेसन मार्फत 25,000 रुपैयाँ माइलीलाई हस्तान्तरण गरिसके।